Welcome to the part 2 of our 3 days unplanned trip with friends. हामी हिजो बसन्तपुर आएको थियौँ। हामी चाहिँ बसन्तपुर आइसक्यौँ। उहाँहरू विराटनगरबाट आउनु भएको छ मनोरञ्जन गर्नको लागि, रमाइलो गर्नको लागि। हाय। पाथिभारा मन्दिरको दर्शन गरियो अनि राति खूब रमाइलो पनि भयो। यो ब्लगमा हामी डे 2 र डे 3 कभर गर्नेछौँ, जसमा बसन्तपुर, पाखरीबास अनि धरान एक्सप्लोर गर्नेछौँ। हेलो। अनि त्यो पनि यसो अनि कता कता घुम्ने प्लान छ आज? हजुर। थ्याङ्क यू। किनकि हाम्रो ग्रुपमा सब प्लेन क्र्यास गर्ने मान्छे छ, प्लेन गर्ने मान्छेको एउटा पनि छैन। त हल्का बसाइन्छ। यहाँ मकै खाँदैछ, हेर्न सक्नुहुन्छ। तो ये कुछ अन्याय नहीं हुआ, ये कुछ अन्याय नहीं हुआ। यहाँ हाम्रो अरू केही स्ट्रेन्जर टुरिस्टहरू आएको छन्। हजुरहरू कहाँबाट आउनुभएको छ? अहिले चाहिँ हामी चिया खाँदैछौँ। पहाडमा यस्तो भ्यूसँग चिया खानुको मजा नै बेग्लै हुन्छ। चिया चाहिँ एकदम मिठो भइरहेछ। यहाँको बिहानको मर्निङको भ्यू पनि हेरेर एकदम हल्का मचाउने भ्यू आउँदैछ। हेलो भाइ, के छ खबर खबर? एकदम तपाईँको होटलमा त हामीलाई बेस्ट एक्सपिरियन्स अहिलेसम्मको। होटलमा हैन, अब भाइहरुलाई यत्रो भिडभाडमा पनि हामीले चाहिँ सर्भिस दियौ। हजुर, थ्याङ्क यू। हामी सबैजना जाँदैछौँ अहिले चोलुङ पार्क। त गाइज अहिले हामी छौँ बसन्तपुरको मार्केट एरियामा। मलाई यहाँ आउँदाखेरि अनौठो कुरा के लागेको भने नि, त्यति माथि हामीले चढेको थियौँ नि, त्यति माथिका मान्छेहरूले यदि केही किन्नुपर्छ भने, उनीहरूलाई केही सामान आयो भने उनीहरूले यहाँसम्म हिँड्नु नै पर्ने हुन्छ क्या। माथि हाम्रो व्यवस्था छैन मार्केटको। के भन्छ अङ्कल, यो बसन्तपुरको मार्केट हो? बसन्तपुर बजार हो। बसन्तपुर बजार। अनि हामीले यहाँ नयाँ नौलो के पाउन सक्छौँ विराटनगरको मान्छेहरूले? यो नयाँ नौलो कि घुम्नुको लागि कि? हजुर, घुम्नलाई पनि, हाम्रो लागि केही नयाँ कुरा? नयाँ कुरा भनेको तपाईँको तिनजुरे, अब तपाईँको आर्यन गार्डन, अनि चुम्लुपारा यतातिर तपाईँको एकदमै रमाइलो ठाउँहरू छ क्या। हामी जाँदैछौँ अहिले चोलुङ पार्क। यो दाइले सोधौँ, यहाँदेखि चोलुङ पार्क कति टाढा छ? 2 मिनट जति लाग्छ यहाँदेखि। ए यतादेखि यता ट्रकदेखि यता जानु हैन। ए हस्, थ्याङ्क यू। अहिले चाहिँ हामी पुगेको छौँ लालीगुराँस नगरपालिका। अब यतादेखि 2 मिनटको मात्र बाटो छ चोलुङ पार्क पुग्न। अनि यो हाम्रो पार्क। यहाँ एउटा घोडा पनि छ, यसमा चढ्ने प्लानमा छौँ हामी। हेरौँ के हुन्छ। फाइनली पार्कमा छौँ। हामीले एन्ट्री गेट भन्दा पनि एक्जिट गेटबाट छिरेको छौँ पार्क। गाइज अहिले चाहिँ म चोलुङ पार्कमा बसेको छु अनि हाम्रो साथीहरू चाहिँ उता फोटो खिच्न बिजी छन्। अनि यहाँ चाहिँ अलिक पिसफुल माहौल नै छ। यहाँ दुईटा मध्ये एउटा घोडा चाहिँ त्यहाँ छ अनि एउटा चाहिँ यहाँ छ। यहाँ पानी खाँदैछन्। यो चाहिँ ट्रेन होला केही गर्दैन होला, पानी खाँदैछ। यो ट्रेन छ, अलिक डर त लागिरहेछ बट छुन चाहिँ पाइन्छ। अनि घोडाको नजिक जान खोजिरहेछ। एउटा टच गरेर देखाइदेऊ त। त गाइज हामी लालीगुराँस नगरपालिकाको चोलुङ पार्कमा छौँ। अत्यन्तै राम्रो लागिरहेछ, यहाँको भ्यू हेर्न सक्नुहुन्छ। र यो यतातिरको हाम्रो चोलुङ पार्कको मेन एट्र्याक्सन भनेको यो घरहरू हो, पुरानो नेपाली घरहरू, एन्सेन्ट घरहरू। मलाई एक्ज्याक्ट नाम चाहिँ थाहा भएन यो घरहरूलाई के भन्छ। अनि यताबाट तपाईँहरू हेर्न सक्नुहुन्छ त कति सुन्दर लेकको भ्यू छ। त गाइज हाम्रो यहाँ दुईटा घोडा थियो। एउटा घोडाको मुख बाँधिएको छ होइन, त अघिदेखि पानी मात्रै पिउँदैछ भने अर्को घोडा मस्तले खाँदैछ, यहाँ मकै खाँदैछ, हेर्न सक्नुहुन्छ। तो ये कुछ अन्याय नहीं हुआ, ये कुछ अन्याय नहीं हुआ। यहाँ हाम्रो अरू केही स्ट्रेन्जर टुरिस्टहरू आएको छन्, उनीहरूसँग केही गफ गर्न पाए मिल्थ्यो। हजुरहरू कहाँबाट आउनुभएको छ? रङ्गलीबाट। ए रङ्गलीबाट। अनि कस्तो लागेको छ यहाँको भ्यू? राम्रै छ, सोचेभन्दा राम्रो छ। हजुरको नाम चाहिँ? अबिदा खातुन। अनि तपाईँहरू कतिजना आउनुभएको यहाँ? 35 जना जति।
स्कुलबाट आउनुभएको हो हस् थ्याङ्क यू हामी जाँदैछौँ अब चोलुङ पार्कबाट। गाइज घुमेर आयो मस्त लाग्यो तर धेरै थाकिसकेँ। त गाइज अब हामी चेकआउट गर्न लागेको छौँ बिलिङ भइसकेको त जाने बेलामा हाम्रो अनिकन भाइ भेटेको छ तिम्रो नाम युनिस ढकाल नाइट स्टे गर्ने आज हो आज अब इन्जोय गर्ने एक्सपिरियन्स कस्तो भयो हाम्रो पनि हाम्रो एक्सपिरियन्स चाहिँ नाइटमा चाहिँ धेरै नै मजा आउँछ। यहाँ क्याम्प फायर हुन्छ अनि त्यो पनि यसो अनि कता कता घुम्ने प्लान छ आज? अब अहिले अब एकछिन रेस्ट गर्ने अनि तिनजुरे माथि त्यसपछि अब बेलुका बजार सजार घुम्नु पर्ला। गाइज अब हामी जाँदैछौँ यहाँ ब्याग बोकेर। हामी अहिले पाखरीबासमा आएको छौँ। हिलेदेखि पाखरीबास 15 मिनटको बाटो छ। हामी रुम पनि लिइसक्यौँ, यता रुम छ हाम्रो। त्यसपछि हामी जान्छौँ अब पहिला पार्क जाने, त्यसपछि हरि होटल। हामी हरि होटलमा रोकेको छौँ आज अनि अब जान्छौँ पार्क अनि त्यसपछि पाहाड जाने। हाम्रो रहेको छ यहाँ पान खाने भोले शङ्कर पान पसलमा हामी 4 जना पान खान्छौँ। म चाहिँ विराटनगरबाट आएको थिएँ अनि अङ्कल पनि आफ्नै एरियाको परिरहेछ। ठिकै छ, पान बेचिरहेको छु, बसिरहेको छु। मेरो पनि गङ्गा चोकमा घर छ। हामी पाखरीबासको पान खाँदै खाँदै जाँदैछौँ पार्क घुम्नलाई। ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा। हामी आइसक्यौँ अहिले इलाममा। अब घुमौँ यहाँ चियाबारीमा। यो चाहिँ अलिक युनिक भयो है, यो वेस्ट बियरको बोतलहरूको यस्तो डिजाइन बनाएको छ। जय भोलेनाथ। कुनै कुरा पनि नछोड तिमी, सब कुरा एक्सपिरियन्स गर्नु छ लाइफमा। ओ माई गड। हामी अहिले चियाबारीको टपमा आइसकेको छौँ। यस्तो छ भ्यू। अनि उता चाहिँ हामीलाई कुन हिमाल हो? मकालु मकालु हिमाल पनि हेर्नेछौँ। हामी डान्स सिक्दैछौँ यता। हामी रिल्सको लागि डान्स सिक्दैछौँ। कत्रो कत्रो ठुलो छ हौ पार्क। हामी त्यहाँदेखि घुमेर यता 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 2 घन्टा यसमै गयो त। उता छ हाम्रो प्लेन संसारी एयरलाइन्स। ओ माई गड। हाम्रो एयरलाइन्स तर यहाँ हामी छिर्न पाइनँ किनकि हाम्रो ग्रुपमा सब प्लेन क्रास गर्ने मान्छे छ, प्लेन गर्ने मान्छेको एउटा पनि छैन। तल्का छुट्यो गाइस। हल्का मचाइदिनु यार प्लेनमा बसेर। मङ्की र यहाँ हाम्रो सक्षम दोस्त केही फरकै छैन, डिट्टो सेम टु सेम। हामी फेरि फर्किसक्यौँ। हाम्रो मोमो पनि आइसकेको छ। तातो तातो मोमो अब टेस्ट गरौँ। गाइज अब हामी टुप्पोमा जाँदैछौँ सबै रिल्सहरूलाई सक्सेसफुल बनाउनको लागि। नि सक्षम हो एकदम मजा आयो त हल्का मचाउने। अहिले प्लान भनेको त्यो स्टुपासम्म पुग्ने अनि फर्किने। हामी चाहिँ मकालु हेर्न पाउँदैनौँ होला किनभने राति भइसक्यो। अनि हावा पनि एकदमै चल्दैछ अनि हातहरू पनि चिसोले। गाइज हामी आइसकेको छौँ तलबाट। लगभग कति मिनट जति लाग्यो? 15 मिनट जति लाग्यो। अनि तहल्का मचाउने कि नमचाउने? मचाउने पुरा त हल्का मचाउने। बिना तल्काको कहाँ मजा आउँछ? मेरो डिक्सनेरीमा तल्का लेखेको सक्छ हाम्रो आज शमशानको गीत बजाउँदै। राम्रो सत्य। जाउँ न त हिँड्दै बजाउँ न। गीत बजाउने बित्तिकै पछाडिदेखि आयो त को बाख्रा थियो। ब्ल्याक प्यान्थरको हमला। ब्ल्याक प्यान्थर सँगै आउँदैछ हेर्नु गाइस। सो गाइज दिस इज आवर डे 3। हामी रेडी भइसकेको छौँ। अहिले हामी चाहिँ चिया खाने, एकछिन पाहाड हेर्न जाने, त्यसपछि धारान जाने। हामी गाइज अहिले चाहिँ हामी चिया खाँदैछौँ अनि पछाडि चियाबारीको भ्यू विथ दिस चिया। अब हामी जाँदैछौँ मकालु हिमाल हेर्न। हिजो चाहिँ हामी उता गएको थियौँ अनि आज चाहिँ यता जाने। यहाँ हाम्रो भाइहरू भेटेको छ। हेलो भाइ, के नाम हो तिम्रो? एसविन कार्की। बाई बाई।
अहिले चाहिँ हामी यहाँदेखि मकालु माउन्टेन हेर्न आएको थियौँ बट धेरै नै कुहिरो लागेको छ। अब हामी यहाँदेखि जान्छौँ। हामी अहिले धरानको बजारमा आइसक्यौँ। अब यहाँदेखि मन्दिर जाने, त्यसपछि अहिले ब्याग राख्ने जोगाड भइरहेछ। उहाँ कमलेश पनि कलमा, अनि पनि कलमा। हामीहरू बसिसकेको छौँ अहिले। दन्तकाली अनि तीनवटा बुद्ध सुब्बा अनि पिण्डेश्वरी तीनटा मन्दिर घुम्छौँ हामी यहाँ। र हाम्रो अङ्कलले फोटोहरू पनि खिचिदिनुहुन्छ। हामी बुद्ध सुब्बा पनि घुमिसक्यौँ। यहाँदेखि जान्छौँ, ब्यागहरू लिन्छौँ अनि डाइरेक्ट विराटनगरको टिकट काटेर विराटनगर। गाइज हामी धरान आएर तीनटा मन्दिर घुम्यौँ यता। अङ्कलले हाम्रो गाइडले भन्नुभएको छ एउटा सरप्राइज ठाउँमा लग्ने। अब हामी जाँदैछौँ सरप्राइज ठाउँमा। कस्तो ठाउँ छ त हामीलाई थाहा छैन, तर यति थाहा छ त्यहाँ तहल्कामा छ। गाइज यहाँ चाहिँ फर्स्ट टाइम आएको हो। यहाँ चाहिँ हामी चारैजनाको एक्सपिरियन्स धेरै नै राम्रो भयो यो 3 दिनको ट्रिपमा चाहिँ। अब हामी जाँदैछौँ धरानको सरप्राइज ठाउँमा। हाम्रो गाइडले लगिदिनुहुन्छ। गाइज यहाँ हाम्रो अङ्कलले चाहिँ धेरै राम्रो सरप्राइज दिनुभयो अनि अङ्कलले चाहिँ यहाँ झुलुङ्गे पुल ल्याइदिनु भएको छ। यहाँ साह्रै राम्रो भ्यू छ। हामी जाँदैछौँ अहिले झुलुङ्गे पुलमा। अब पारी जाँदैछौँ हामी। गाइज हामी फर्केर फेरि धरानको मार्केट आइसकेको छौँ। मार्केटमा अहिले साँझतिर झन् चहल पहल बढेको छ, हेर्न मजा आउँदैछ। अनि हामी अब धरानको स्ट्रिट फुड ट्राई गर्न गइरहेको छौँ। स्ट्रिट फुड इज लुकिङ सो डेलिसियस। नाउ वी आर गोइङ टु टेस्ट इट।